नमस्कार, यहाँलाई स्वागत छ। आज हामी इम्प्रेसनको बारेमा कुराकानी गर्न गइरहेका छौँ। इम्प्रेसन भनेको के हो त भन्दा नेपालीमा यसलाई छवि निर्माण भनेर भनिन्छ। इम्प्रेसन भन्नाले कुनै व्यक्तिले अर्को व्यक्तिको बारेमा पहिलो पटक जानकारी प्राप्त गर्दा बनाउने एउटा मानसिक छविलाई इम्प्रेसन भनिन्छ। यो प्रक्रिया मानिसको हावभाव, बोल्ने शैली, कपडा, शारीरिक बनावट, सामाजिक स्थिति आदि कुराहरूमा को आधारमा हुन्छ। जस्तो उदाहरणको लागि तपाईँ कसैलाई पहिलो पटक भेट्दा उहाँ सफा कपडा अथवा आत्मविश्वासका साथ बोल्ने र नम्र व्यवहार गर्ने हुनुहुन्छ भने तपाईँको दिमागमा यो व्यक्ति राम्रो छ भन्ने छवि बन्छ। यसलाई छवि भनिन्छ। त्यसैगरी छवि व्यवस्थापन भनेको के हो त? हामीले कसरी इम्प्रेसन म्यानेजमेन्ट कसरी गर्न सक्छौँ त भन्दा छवि व्यवस्थापन भन्नाले अरूको आँखामा आफूलाई सकारात्मक रूपमा प्रस्तुत गर्ने प्रक्रिया हो। यो मानिसहरूले समाजमा राम्रो छवि बनाइराख्न अपनाउने विभिन्न रणनीतिहरूबाट समेटिन्छ। जस्तो उदाहरणको लागि अन्तर्वार्तामा जाने बेला राम्रो लुगा लगाउने अथवा सामाजिक सञ्जालमा आफ्नो सफलताको पोस्टहरू गर्ने, त्यसैगरी अरूको सामु आत्मविश्वासपूर्ण तरिकाले प्रस्तुत हुनसक्छ। अब यसको बिचमा के फरक छ त? इम्प्रेसन फर्मेसन र इम्प्रेसन म्यानेजमेन्ट भनेको के हो त भन्ने कुरामा हामी चर्चा गर्छौँ। इम्प्रेसन फर्मेसन भनेको अरूको बारेमा बनाइएको छविलाई इम्प्रेसन फर्मेसन भनिन्छ। इम्प्रेसन म्यानेजमेन्ट भन्नाले आफूलाई अरूको अगाडि कसरी देखाउने भन्ने कुरालाई इम्प्रेसन म्यानेजमेन्ट भनिन्छ। त्यसैगरी इम्प्रेसन फर्मेसन अरू व्यक्तिहरूबाट गरिन्छ भने इम्प्रेसन म्यानेजमेन्ट आफूले गर्ने प्रक्रिया हो। र इम्प्रेसन फर्मेसनको नियन्त्रण आफूसँग यसको नियन्त्रण कम हुन्छ भने इम्प्रेसन म्यानेजमेन्ट आफूसँग बढी नियन्त्रित हुन्छ।